साकेला त जानै पर्यो नि। साकेला जानुको लागि यति हेन्डसम हुनै पर्यो। कपाल काट्न आएको यहाँ पापाजी हो नि पनि हुँदैछ हाम्रो अनुहार त देखाउनै पर्यो नि। जाडवाली जाडवाली होइन यो हाम्रो यो त के पो अहिलेले जाडवाली भनिदिएको पावरवाली धमाधम हाम्रो चाहिँ तयारी हुँदैछ है साकेलाको लागि। वाउ भरे यो खाएपछि पो पावर आउँछ त साथीभाइहरू। जो जागर पावर जे भने पनि सब कुरा यसैले दिन्छ है त साथीहरू। राइनी हो नि राइनी पारा त देखाउनै पर्यो होइन त साथीभाइहरू। वाउ ढिलो भयो हामीलाई ढिलो भयो। जहिले गाडीले घाँस हाल्छ गाह्रो छ हामीलाई के गर्नु गाह्रो छ। हामी आइपुगिसक्यौँ तर ऊ भने पुरा रिसाउँदै हिँड्दैछ है साथीहरू। यो रिसाउने मान्छेलाई के गर्नु पर्यो। फुलिन पनि यत्रो बिचरा यता मान्छे यत्रो फुलेर भइरहेछ ऊ रिसाउँदै हिँड्छ। हिँड्दा पनि यस्तो रिसाउने मान्छेलाई के गर्नु सकिन्छ। हामी चाहिँ आइपुगिसक्यौँ पुरै हेलो हिरो भएर। सबै फुलिनेवाला छ यहाँ। हामी चाहिँ आइपुग्यौँ साथीभाइहरू। अब नाच्नुपर्छ है त डह्रो जाने। अब चाहिँ सुरु भयो। हिँड म अलिअलि भिडियो बनाउँदै हिँड्नु पर्यो। भुइँ त नाच्ने ठाउँ त यस्तो छ त। यता रहेछ हामी आइपुग्यौँ। सेवा खै बोझाएर सेवा आयो ल सेवा साइन अनुसार सबैजनामा है। सेवा है दाजु दिदी सेवा। म भिडियो बनाउँदै आउँदैछु दिदी। राम्री हुनुहुँदो रहेछ धमाधम। हामी चाहिँ आइपुग्यौँ। फेटा बान्ने कार्यक्रम हुँदैछ यहाँ। कालो पा हुँदो रहेछ त।
सरला दिदीको नि अङ्कल हो रे उहाँले यो बनाउँदै सजिलो राइडरको सदुपयोग गर्न सक्नुहुनेछ र मजा लिइसक्नु भएको छ। त्यसै गरेर कोही स्पोन्सर्स हुनुहुन्छ हलिस्टिक हस्पिटल प्रणाली, त्यस्तै गरेर खोटाङ जिल्लामा पनि बुइपा स्थित सेक्युरिटी आयोजक स्वयंसेवक नगर उडाबाट खप्नु हुने आयोजक स्वयंसेवक, त्यसै गरेर सेक्युरिटी हाम्रो आयोजक समितिबाट हायरिङमा आउनुभएको सेक्युरिटीहरू पनि अलग अवस्थामा रहिदिनु होला। आजका नक्सुङ धामी रामकुमार